हेलो गाइजहरु, वेलकम बैक टू माई यूट्यूब चैनल्स। आज चाहिँ म तपाईहरुको माझ आइसके। आज चाहिँ म कहाँ जान लागेको छु भनेपछि कलेज आएँ अनि रेडी भएर घोराइ जान लागेको छु। मम्मीले काफल पठाइदिनु भएको छ रे, अनि त्यही दिनको लागि। अनि हस्पिटल पनि जाने छ मेरो आरसिटीको आरसिटी गरेको दाँत, त्यो दाँतको कन्डिसन कस्तो भएको छ, एकछिन हस्पिटलमा पनि पस्ने छ। अनि त्यसपछि काफल लिएर म आउँछु। अहिले चाहिँ दिउँसो भइसकेको छ, जाउँला कसरी जाने। मेरो आउटफिट अफ द डे है आजको मेरो गाइजहरु। म चाहिँ जान आँटेको, अब निस्किन्छु यहाँदेखि। निस्केर मेरो साथी चाहिँ आएको छैन, किनभने चाहिँ हाम्रो एक्जिबिसनको चलिरहेको थियो नि त काम। अनि हाम्रो ग्रुपको चाहिँ अस्ति नै सक्यो कि तिनीहरूको ग्रुपको काम सकेको छैन। काम नसकेको ग्रुप चाहिँ बस्नुपर्छ साँझसम्म। साँझ भन्नाले 2 बजे 2:30 बजीसम्म बस्छन् आफ्नो मनले। बाहिर चाहिँ लास्टै गर्नु छ। आएर चाहिँ ठ्याक्कै भएन के गर्दा बिस्तारै हिँड्छु। जान लाग्छु आज चाहिँ मलाई चार्जर गरेर मोबाइल चार्जर गरेर छाड्छु भने पनि बिर्सेर गएछु कि आज। अनि मल्टिप्लममा लाग्थेँ, यता बत्ती निभाउने बेला चार्जर पनि रहेछु। दिमाग नभएपछि यस्तो भयो। म अघि कलेजमा त सम्झेको थिएँ, त्यो बटन माटेर जस्तो लागेको थियो भनेर मखाना पनि मारेर रहेछु। अन्त गर्मी छ, घोराइ गएपछि देखाउँछु ल। सामान चाहिँ मेरो के अरे गएको छ अरे, गाडी चाहिँ धुने ठाउँमा गएको छ अरे, त्यही भएर कुदिरहेको छु म। मैले सामान रिसिभ गरिसकेँ। मम्मी तपाईँले पठाइदिएको कफल, तर कफल चाहिँ यहाँ किन गट्टामा पठाइदिनु भयो, लास्टै प्यालपुल भाँसेर हो जस्तो लागेछ मलाई। निकाल्दा त्यहाँपट्टि कौलो छ यहाँ त्यहाँपट्टि। के भनेर अब तपाईँले आइडिया लानु त लिन्छ। दुईवटामा ल्यायो भने त एउटैमा। म चाहिँ घर फर्किन लागिसकेँ काफल लगेर। अब के अरे तुलसीपुर एक्लै छु गाडीमा। चोकमा गर्ने मान्छे हुनुहुन्छ होला। Like a sunrise glow, touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Hands collide like waves on the shore. Every touch leaves me craving more. Eyes meet, worlds' colors collide with you. Love's where I reside. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Even in dark skies, your light remains through every storm. You ease my pain, a rhythm of hearts. No need to pretend, this love story will never end. Whisper your name in the यो चाहिँ मम्मीले पठाइदिएको काफल यति धेरै पठाइदिनु भएको छ। मैले चाहिँ घोराइ गएर लिएर
आएको अनि त्यसपछि अलिक पेच्या छ क्या म कत्नामा हालेर पठाउनु भएको रहेछ त्यही भएर यसलाई धेरै पठाइदिनु भा छान्छु यो भागोलाई साइड लगाउनु पऱ्यो कि के अरे चेपेकोलाई अनि राम्रोलाई त्यो गर्छु भोलि कलेजमा लगाउनु पर्ला साथीहरूसँग खानुपर्छ एकै हो अनि म चाहिँ घोराइदेखि घर आइसकेँ रुममा घर भन्नाले रुममा तुलसीपुर घोराइदेखि अनि एकै बसेर डेस्कमा कपडा पनि चेन्ज नगरेर आजको ब्लग चाहिँ यति नै बाई बाई